हाई नमस्ते सबैजनालाई। आज चाहिँ म कपडा फोल्ड गर्न लगाएको थिएँ। धेरै दिन भएको थियो कपडा पनि फोल्ड नगरेको, त्यही भएर आज चाहिँ म फोल्ड गरौँ भनेर फोल्ड गर्न लगाएको थिएँ। यहाँ चाहिँ मेरो छोराको कपडा राख्छु, यहाँ चाहिँ बुढाको कपडा, यहाँ चाहिँ अब मेरो कपडा, त्यो चाहिँ मेरो छोराको कपडा फोल्ड गर्दैछु। मैले चाहिँ कपडा फोल्ड गर्नु चाहिँ धेरै भएको थियो क्या, धोएर त्यस्तै राखेको थिएँ। आज चाहिँ टाइम मिलाएको थियो, त्यही भएर कपडा फोल्ड गरेर राख्न लगाएको थिएँ। यो चाहिँ आज टाइम मिलाएर यस्तो कपडा धेरै भएको थियो के, पुरै मेरा पनि त्यस्तो फोल्ड गर्नु भएको थियो। सबै हामी तीनजनाकै फोल्ड गर्नु भएको थियो क्या, त्यही भएर आज चाहिँ म पट्याएर यस्तै राखौँ भनेर पट्याउनतिर लागेको थिएँ साथीहरू। यो चाहिँ यो कुर्ता चाहिँ मेरो मैले धेरैचोटि लगाइसकेको थिएँ, त्यही धोएको थिएन, त्यही भएर त्यस्तै देखाउँ साथीहरू। तर यो कुर्ता मलाई राम्रो मनपर्छ, त्यही भएर मैले चाहिँ देखाएको हैन। मैले चाहिँ मेरो कपडा पनि फोल्ड गरेँ, बुढाको पनि फोल्ड गरेँ, छोराको पनि फोल्ड गरेँ। यो चाहिँ मेरो छोराको चाहिँ एउटा म्याडमले दिएको थियो, राम्रो थियो कि, अब त छोटो हुन लाग्यो। मेरो छोराको कपडा हो यो चाहिँ छोराको प्यान्ट पनि छोटो हुन लाग्यो। छोटो भन्दा पनि कम्मरमा त्यो के भन्छन् साँघुरो हुन लाग्छ क्या त्यो कपडा। र मेरो छोराको पनि धेरै कपडा फोल्ड गर्नु थियो। मैले आज सबै कपडा, यो टोपी चाहिँ मैले ल्याएको थिएँ, ल्याएको एक दिन पनि हालेन। मेरो छोरा चाहिँ हाल्न मान्दैन, फ्याँकिदिन्छ, निकालेर फ्याँक्छ, अझ हाल्छ अझ फ्याँक्छ, राम्रो मान्दैन टोपी चाहिँ। मेरो छोरा यस्तै छ क्या। यो चाहिँ यो सुट भन्छन् यसलाई चाहिँ, म्याडमले दिएको थियो, एउटा म्याडमले मलाई तेरो छोरालाई लग भनेर, राम्रो छ भनेर, तेरो लगाएन कि छोटो भइसक्यो यसको जोडी हो चाहिँ। मैले यो चाहिँ 2-3 दिन लगाएँ, त्यसपछि लगाएन यो कपडा चाहिँ। यो सर्ट चाहिँ छोराको हो, तर मलाई हुने जत्रै छ कि, यो चाहिँ ठ्याक्कको छ, ठुलो भएर त्यस्तै राखेको छु मैले चाहिँ। अनि यो मैले कहिले लगाएन कि, एकैचोटि लगाएँ हो। यस्तो लगाउन म चाहिँ राम्रो मान्दैन कि, सुट लगाउन राम्रो मान्छु। अब चाहिँ साथीहरू फाइनल भइसक्यो, मैले चाहिँ पट्याएर सब फाइनल गरेँ। बाई बाई साथीहरू, नेक्स्ट भिडियोमा मिलाउँला।